हेलो साथीहरू, नमस्कार। सबैजनालाई स्वागत छ मेरो युट्युब च्यानलमा। मैले आज यो कपडाको भाइरल चलिरहेको भाइरल दराज बनाउँदैछु। तर खासै राम्रो आएन मोबाइलको क्यामेरा, त्यस्तै भएर सबैजनाले हेरिदिनु होला। मैले एउटा सल लिएँ अनि त्यो सललाई यतातिरको टुप्पोमा राम्रोसँग बाने अनि फेरि अर्को टुप्पोतिर पनि राम्रोसँग बाने। अनि क्यामेरा अन भएको देखेर मेरो छोरो आयो, सानो छोरो बेबी। अनि यसरी बानेपछि घरमा पुरानो ठोकेको काँटी थियो, अनि त्यो काँटीमा मैले यसरी अड्काएँ एकातिरको टुप्पा। अनि त्यसपछि खस्यो अनि फेरि मैले यसरी राखेँ अनि एउटा कपडा यसरी मिलाएर राख्न थालेँ। यसरी राखेपछि जाडा कपडाहरू थन्काएको थिएन नि त, अनि यसरी मिलाएर राखेँ। कस्तो हुने रहेछ भनेर पहिलोचोटि बनाएको है, तर एकदम राम्रो हुने रहेछ, सजिलो पनि हुने रहेछ। यसरी मिलाएर राखेपछि एउटा कपडा निकाल्न पनि सजिलो हुने रहेछ, कोठामा राखेर देख्नलाई पनि राम्रो हुने रहेछ। मैले पनि पहिलोचोटि बनाएको हो, तपाईँहरूले पनि ट्राई गर्न सक्नुहुनेछ। भिडियो खासै राम्रो नभए पनि सबैजनाले हेरिदिनु होला। मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला साथीहरू। एकले अर्कालाई सहयोग गर्ने त हो। मैले पनि हजुरहरूको सब्सक्राइब गरिदिनेछु। मेरो भिडियो हेरिदिनु भएकोमा सबैजनालाई धन्यवाद। बाई बाई साथीहरू।